नेपाली राजनीतिमा एक नयाँ आँधी आउँदैछ। धरानको मेयर कार्यालयदेखि माटोको परिचय बोकेका व्यक्ति आफ्नो आन्दोलनलाई श्रम संस्कृति पार्टी मार्फत राष्ट्रिय स्तरमा लैजाँदैछ। ठूलो प्रश्न यही छ, के उनको स्थानीय जोशले राष्ट्रिय भोटको भूकम्प ल्याउन सक्छ? तथ्याङ्क 1, धरानको जनमत। उनको सम्भाव्यताको अनुमान गर्न हामीले उनको सबैभन्दा ठूलो जितको कडा तथ्याङ्क हेर्नै पर्छ। सन् 2022 को धरानको स्थानीय निर्वाचन। एक स्वतन्त्र उम्मेद्वारको रूपमा साम्पाङले 20,821 मत प्राप्त गरी स्थापित नेपाली कांग्रेसका उम्मेद्वारलाई पराजित गरे, जसले 16,061 मत पाएका थिए। यो जित 49.8% को निर्णायक मतान्तर थियो। यो जित पार्टीको निष्ठा भन्दा माथि उठेर पानी र पूर्वाधारका लागि गरिएको दृश्यात्मक आन्दोलन अर्थात् श्रमद्वारा सञ्चालित स्पष्ट विरोधी व्यवस्थापनको भोट थियो। तथ्याङ्क 2, स्वतन्त्र लहर र फैलावट। साम्पाङको सफलताले फराकिलो राष्ट्रिय प्रवृत्तिसँग मेल खान्छ। 2022 मा काठमाडौँमा बालेन शाहको रूपमा यस्तै अचम्मको नतिजा देखिएको थियो। यो स्वतन्त्र लहरले परम्परागत पार्टीहरूबाट अलग्गिने राष्ट्रव्यापी चाहना देखाउँछ, तर राष्ट्रिय स्तरमा फैलावट नै मुख्य चुनौती हो। धरानमा उनको सफलता अति स्थानीय थियो, जसको केन्द्रबिन्दु पानीको संकट थियो। यद्यपि उनको भ्रष्टाचार विरोधी अडान राष्ट्रिय रूपमा प्रतिध्वनित छ, तर पार्टीसँग मुख्य पार्टीहरू जस्तै एमाले वा कांग्रेसले 77 जिल्लाभर भोट सुरक्षित गर्न प्रयोग गर्ने दशकौं लामो संगठनात्मक संरचना र स्थानीय समितिहरूको अभाव छ। यसले उनको तत्कालको राष्ट्रिय भोट सम्भाव्यतालाई सीमित गर्दछ। अनुमान र लक्षित भोट। विश्लेषणको आधारमा हामीले वर्तमान राजनीतिक परिदृश्यलाई दुई निर्णायक कारकको आधारमा मूल्याङ्कन गर्नुपर्छ: जेन्ज आन्दोलनको ऊर्जा र जनसहभागिताको अभूतपूर्व लहर। पुराना पार्टीका संगठनहरू आज पनि बलिया छन्, तर लाखौं युवाहरू संगठित भएर अगाडि बढ्ने ऐतिहासिक क्रम सुरु भएको छ। अब श्रम संस्कृति पार्टीको उद्देश्य केवल बाँच्नु मात्र होइन, बरु जनसहभागिताको बलमा पुराना पार्टीहरूको युगलाई चुनौती दिनु हो। अनुमानित श्रेणी: जनआन्दोलनको ऊर्जासहित बलियो पकड, धरान, पूर्वी बेल्ट र शहरी केन्द्रहरू। साम्पाङको गृह क्षेत्र धरान पूर्वी बेल्टमा त बलियो उपस्थिति रहने नै भयो। यसबाहेक जेन्ज आन्दोलनले उत्प्रेरित गरेका काठमाडौँ, पोखरा, चितवन जस्ता शहरी केन्द्रहरूबाट युवा र पहिलो पटकका मतदाताहरूको परिवर्तनको भोट अत्यधिक मात्रामा आकर्षित गर्नेछ। यसले गर्दा धेरै स्थानमा मुख्य पार्टीहरूलाई कडा टक्कर दिने र प्रदेशसभा तथा संघीय सीटहरू जित्ने उच्च सम्भावना छ। विस्तारको सम्भावना। ग्रामीण क्षेत्र। परम्परागत पार्टी संयन्त्रको अभाव भए पनि जेन्ज आन्दोलन र सामाजिक सञ्जालको प्रयोगले युवाहरूलाई परिचालन गरी पहिलो पटक व्यापक रूपमा ग्रामीण क्षेत्रमा विस्तार हुनेछ। यो प्रभाव तत्काल चुनावी जितमा रूपान्तरण नभए पनि यसले पुराना पार्टीहरूको पकडलाई कमजोर बनाउँदै नयाँ आधार खडा गर्नेछ। सम्भावित राष्ट्रिय भोट शेयर। जेन्ज ऊर्जाको लहर र युवाहरूको सक्रिय सहभागिताका कारण पार्टीको पहिलो राष्ट्रिय उपस्थितिको लागि यथार्थवादी लक्ष्य भनेको कुल समानुपातिक मतको 3.0% देखि 7.0% को बीचमा हुनु हो। यो मतले पार्टीलाई संघीय संसदमा केही सीटहरू समानुपातिक तर्फबाट दिलाउने मात्र होइन, तर नेपाली राजनीतिमा ठूलो शक्तिको रूपमा स्थापित गर्ने सम्भावना छ। स्पष्ट छ, श्रम संस्कृति पार्टी अब केवल एक स्वतन्त्र व्यक्तिको आन्दोलन मात्र रहेन। यो जनसहभागिताको युगको सुरुवात हो, जसले पुरानो राजनीतिक ढाँचालाई चुनौती दिने बलियो आधार तयार गर्दैछ।